हेलो गाइस, स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी घुम्न जाँदैछौँ रेसुङ्गा पार्क। यो चाहिँ रेसुङ्गा पार्कको गेट रहेको छ भने हामी भित्र जाँदैछौँ। अनि यो चाहिँ आई लभ रेसुङ्गा लेखेको रहेछ यहाँ, र यहाँ पिङ पनि रहेछ, म खेलिरहेको छु। र हामी चाहिँ माथिबाट हेर्दैछौँ, यहाँबाट देखिने भ्यू चाहिँ यस्तो रहेछ। र यता चाहिँ हिमाल पनि देखिएको छ, कति राम्रो हिमाल देखिएको छ रेसुङ्गाबाट। यो चाहिँ रेसुङ्गा पार्कभित्र हो, र हजुरहरू पनि आउन सक्नुहुन्छ। हामी जाँदैछौँ रेसुङ्गा घुम्नको लागि। यहाँ देख्न सक्नुहुन्छ धेरै सिट छ, सिट होइन, यसमा चाहिँ सिट चलाउनु पर्ने हुन्छ। यहाँ टिकटकमा चाहिँ धेरै भाइरल भइसकेको छ यो रेसुङ्गामा चाहिँ बाइक पल्टेकोहरू। त्यस कारण हामी चाहिँ यसो जान्छौँ। हामी चाहिँ माथि बाटोमा जाँदाखेरि चाहिँ भुइँमा चाहिँ हिउँ परे जस्तो देखिएर हामीले चाहिँ भुइँ छोएर ट्राई गऱ्यौँ। यो चाहिँ एकदम हिउँ नै रहेछ भन्ने हामीलाई लाग्यो, र हामीले छोएर हिँडिसकेको छौँ। र बाटो देख्न सक्नुहुन्छ, यस्तो चिप्लो थियो भने टायर यस्तो नाचिरहेको थियो। सेफ राइड गर्नुपर्ने हुन्छ। हामी चाहिँ हिउँमा हिँडिरहेछौँ, टायर चाहिँ एकदम चिप्लिन्छ यहाँ चाहिँ। त्यस कारण चाहिँ सुस्त बिस्तारै धार चाहिँ जानुपर्ने हुन्छ। सो देख्न सक्नुहुन्छ हिउँ छन् सो गाइस, झन् झन् हिउँ आउँदैछ, देख्न सक्नुहुन्छ। जीवन पहिलो घाइ खाने क्या चिसो हुन्छ होइन। सो अगाडि चाहिँ हिमाल छ, हिमालको यता चाहिँ हिउँ यस्तो मिठो परिरहेको, झन् झन् हिउँ देखिरहेको छ होइन। यहाँ देख्न सक्नुहुन्छ। यहाँ झन् हरिफ साह्रो छ यार। आहा चिसो। लर्किन्छ नि हिउँ। माटो जस्तो हो त। ल अब चाहिँ हामी झन् माथि जान्छौँ। माथि चाहिँ झन् बसी झन् हिउँ पर्न सक्ने सम्भावना बढी छ। यो चिप्लो हेर्नु। सो हामी चाहिँ पोखरी भएको ठाउँ आइसकेको छौँ भने यहाँबाट चाहिँ बाइक जाँदैन माथि, र हामीले बाइक यहाँ राखेर पोखरी घुम्न जानुपर्ने हुन्छ, र माथि चाहिँ सिडी चढेर जानुपर्ने हुन्छ। यहाँ पोखरी माछा छन् नै छैनन्। पोखरी चाहिँ टक्क लाएर सिडी चढ्दैछौँ अहिले। तल चाहिँ बाइक राखेर हामी सिडी चढेर अब माथि रेसुङ्गातिरको भ्यू हेरेर जाँदैछौँ, तम्घासको भ्यू रेसुङ्गाबाट। सो देख्न सक्नुहुन्छ सिडी चढिरहेछौँ मस्त। ल अहिले हामी आधा सिडी आइसकेछौँ भने अहिले यहाँ चाहिँ गरुडको मूर्ति भएको ठाउँ रहेछ। हेलो गाइज, अहिले चाहिँ हामी ट्याक्क लाएर यहाँ रामकुवा भन्नेमा आइसकेछौँ। यहाँ चाहिँ हेर्दै जाऊँ कस्तो छ चाहिँ होइन। सो अब हामी 800 सिडी चाहिँ चढिसक्यो, अझै लगभग कति छ अब गन्दै जाऊँ। अब चाहिँ हामी यहाँ टक्क रामकुवा भन्ने छ के, हेरौँ कस्तो लाएर। अहिले चाहिँ हामी रामकुवामा आइसकेछौँ। यहाँ चाहिँ के छ भन्दा भगवान् श्रीरामले बाण हानी पानी निकालेको ठाउँ देख्न सक्नुहुन्छ। यहाँ कुवा, यो चाहिँ बाण हानेर निकालेको पानी रे। सो अब यहाँ चाहिँ हामी हेरिसक्यौँ। अब यहाँबाट चाहिँ हामी जान्छौँ माथितिर। सो माथि जान्छौँ। सो हामी चाहिँ अहिले माथि यज्ञशालामा आइसकेछौँ भने यहाँ चाहिँ यज्ञशालाको भ्यू हेर्न सक्नुहुन्छ। यो चाहिँ रेसुङ्गाको टुप्पोमा भएको भ्यू टावर, र यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ तम्घासको भ्यू, सिमिचौरदेखि लिएर यता यहाँ कता कताको डाँडासम्म कता कता देखिने छ। यो चाहिँ भ्यू दामी छ। र यो चाहिँ टावर, र यो टावर चाहिँ माथि हामी चढेनौँ। यहाँको भ्यू चाहिँ यस्तो दामी रहेछ, टक्क चिसो चिसो हावा अनि घाम लागिरहेको छ। र हामी चाहिँ अहिले यो मन्दिरमा आइसकेछौँ। यो मन्दिरमा आएपछि हामीले मन्दिर दर्शन गरिसकेछौँ भने अब हामी यहाँबाट जाँदैछौँ तल। सो यो चाहिँ अर्को दिनको भिडियो हो। यो हामी चाहिँ अहिले यो चिरीचौर ग्राउन्डमा छौँ, र यहाँ इन्टरभ्यू हुँदैछ म्यादीको, र हामी चाहिँ यो इन्टरभ्यू सकेर आज चाहिँ घर जाँदैछौँ। ल थ्याङ्क्स फर वाचिङ गाइज।